हेलो दर्शकबिन नमस्ते। आज म बेंगलोरमा बस्ने नेपालीहरूको लागि नेपाली मात्रै हैन जो पनि बेंगलोरमा जति पनि रहनुहुन्छ उहाँहरूको लागि म आज खुसीको खबर लिएर आएको छु। अगर तपाईहरुसँग आधार कार्ड छैन र तपाईहरु बनाउने सोचमा हुनुहुन्छ र तपाईहरुलाई आधार कार्ड कहाँ बनाउँछ भनेर आधार सेन्टर अगर तपाईहरुलाई थाहा छैन भने र तपाईहरुलाई थाहा नभएको मौका पारेर कोही पनि ब्रोकर दलालहरूले तपाईहरुलाई चाहिँ म तपाईको आधार कार्ड बनाइदिन्छु यति हजार दिनुस् यति पैसा दिनुस् भनेर तपाईलाई ललाइ फकाइ गरेर तपाईहरुबाट पैसा छिन्ने प्रयास गरिरहेको छ र छिनिसकेको छ भने उनीहरुले तपाईबाट पैसा लान्छन्। तपाईको आधार कार्ड बनाउने टुङ्गो हुँदैन र तपाईको आधार कार्ड बन्छ बन्दैन तपाईलाई त्यो पनि थाहा हुँदैन र पैसा लगिसकेपछि कति प्राय हैन दलाल ती दलालहरूले चाहिँ मोबाइल स्विच अफ गर्ने तपाईको मोबाइल नम्बर बिजी गरिदिने समस्याहरू मैले देखेको छु। धेरैले मलाई भन्नुहुन्छ यस्तो त समस्या आयो मेरो पैसा यसरी लग्यो मेरो आधार कार्ड बनेन मेरो नम्बरै बिजी गरिदियो अहिले उसको नम्बरै अफ छ मलाई आपत्ति गरेको म सुन्छु। तर अब त्यसको लागि तपाईहरु ढुक्क हुनुस्। तपाईले कसैलाई पैसा खिलाउनु पर्ने जरुरी छैन। यहाँ अगर तपाईहरु बेंगलोरमा बस्नुहुन्छ र तपाईलाई आधार कार्ड बनाउन मन छ भने बेंगलोरको मेजेस्टिक बस स्ट्यान्डबाट अलिकति 200-500 मिटर अगाडि तपाई जानुभयो भने ग्रान्ड मेजेस्टिक नामको एउटा ठुलो महल छ बिल्डिङ छ र त्यही भित्र आधार कार्ड बनाउने आधार सेन्टर पनि त्यहाँ छ र तपाईहरु यो हप्तामा 7 दिन खुल्ला रहन्छ र तपाईहरु त्यहाँ गएर आफ्नो आधार कार्ड निर्धक्कसँगले तपाईहरु गएर बनाउन सक्नुहुन्छ। जो कम खर्चमा त्यो यति धेरै खर्च पनि लाग्दैन र जसले पनि तपाईहरुलाई चाहिँ 7000 दे 8000 दे 2000 दे 3000 दे भनेर अगर आधार कार्ड बनाउनको लागि कसैले तपाईसँग पैसा मागिरहेछ भने त्यसमा तपाई नपर्नुस्। तपाई सिधा जानुस् मेजेस्टिक। तपाईहरु आरामसे गएर त्यहाँ आधार कार्ड बनाउन सक्नुहुन्छ कुनै झन्झट बिना।